हेलो ब्युटिफुल पिपल, ट्रस्ट द्याट यु आर वेल। तपाईहरुलाई आज म एउटा महत्त्वपूर्ण कुरा भन्न गइरहेको छु अबाउट भागवत गीताको बारेमा। हैन साथीहरु, मेरो एकजना साथीले मलाई के कमेन्ट गर्यो भनेपछि, साथी मेरो मनमा दिनमा लाखौं हजारौं थटहरु आउँछ, म कन्ट्रोलै गर्न सकिरहेको छुइनँ के। त्यो थटलाई म कसरी कन्ट्रोल गर्नु, म कसरी राम्रो बाटोमा लाग्नु के, प्लिज मलाई गाइड गर्नु न भनेर मलाई भन्दै हुनुहुन्थ्यो हैन। अनि मैले उलाई भनेको, हेर्नु साथी, गाइड गर्ने म को हो र हैन, सब प्रभुको हातमा हो। र एउटा कुरा म उलाई यो पनि भने कि साथी, तिम्रो हातमा छैन, तिमी थटलाई तिमी कन्ट्रोलै गर्न सक्दैनौ के। तिमी मात्र हैन, संसारको कुनै पनि व्यक्तिले कुनै पनि थटलाई कन्ट्रोलै गर्न सक्दैन के। चाहे त्यो नेगेटिभ या पोजिटिभ होस् के, कन्ट्रोलै गर्न सक्दैन के। गर्न सक्छ त के, त्यो थटलाई हैन रिप्लेस गर्न सकिन्छ के। मानौ तपाईको मनमा नेगेटिभ थट आयो, त्यो थटलाई तपाईले रिप्लेस गर्न सक्नुहुन्छ के। त्यसलाई पोजिटिभ रूपमा त्यसलाई कन्भर्ट गर्न सक्नुहुन्छ के। यो चाहिँ तपाईको हातमा हो। तर नेगेटिभ थटलाई तपाईले कन्ट्रोल गर्न यस्तो हार्ड छ नि, गर्नै सक्नुहुन्न के। तपाईलाई थाहा छैन होला, ज्ञानी भन्दा ज्ञानी यसमा यो कुरामा फस्छ के। कति ज्ञानीहरु फसेका छन् के यो नेगेटिभ थटको कारणले गर्दाखेरि। सो गाइस, अलवेज जस्ट स्टे पोजिटिभ हैन, राम्रो रहनुस्, पोजिटिभ रहनुस्, पोजिटिभ सोच्नुस् र भगवानसँग हमेशा अलवेज के जोडिरहनुस् के। तपाईलाई हैन, म एउटा कुरा अझै के भन्न चाहन्छु भने, संसारको कुनै पनि क्वेशन ल्याएर आउनुस्, यसमा तपाई जवाफ पाउनुहुन्छ। यसमा यो बुकमा हैन। अर्जुनसँग नि हजारौं हैन लाखौं क्वेशनहरु थियो, हजारौं हैन लाखौं क्वेशनहरु थियो। आफैलाई सरेन्डर गर्नुभयो के अर्जुनले भगवान श्रीकृष्णको सामु। हे प्रभु, म तपाई कहाँ सरेन्डर गरिरहेको छु, प्लिज मलाई गाइड गर्नुस्, मलाई राम्रो बाटो देखाउनुस् भनेर हैन। र जब भगवान कृष्णले एक एक बुदागत रूपमा जब उदाहरण सहित जब अर्जुनलाई सुनाउनु भयो, सबै कुराको जवाब दिन थाल्नुभयो, अर्जुनको त बुद्धि नै चकरायो के। हे प्रभु, यस्तो पनि हुँदो रहेछ, त्यो अचकित हुनुभयो के एकदमै। वास्तवमा यस्तो पनि छ, म यो यति राम्रो ज्ञान भन्दा आजको मेरो यति उमेर भयो हैन, र यति राम्रो ज्ञान भन्दा म टाढा थिएँ भनेर एकदमै शक भयो के अर्जुन। अनि त्यही भएर भन्छ साथीहरु हैन, आजको संसारमा पनि भगवान श्रीकृष्ण हुनुहुन्छ, तपाईले खोज्न सक्नु पर्यो, तपाईलाई खोज्न आउनु पर्यो, सबभन्दा पहिलो कुरा। र ठिकै छ। अनि के भन्छ, बुकलाई भागवत गीता बुकलाई पढ्नुस्। यसमा म लाइफमा हैन, म भागवत गीता म 3-4 चोटी मैले पढिसके हैन, मतलब पुरै सुनिसके कहानीहरु हैन एकदमै। तर तै पनि म अझ पनि पढ्दाखेरि मलाई एकदम सुनु मन लाग्छ के, पढौँ मन लाग्छ के। मेरो आत्मा नि तृप्त हुन्छ के यो जब पढेपछि, एकदमै खुसी फिल हुन्छ के, एकदम एनर्जेटिक फिल हुन्छ के मलाई जब म यो बुक पढ्छु नि। मलाई यो जस्तो बुक त संसारमा अरु कुनै बुकै छैन के, कम्पेयरै नगरौँ है। सो गाइज, तपाईहरुलाई म यही भन्न चाहन्छु, यदि तपाईहरु साच्चै आफ्नो लाइफ चेन्ज गर्न चाहनुहुन्छ भने सुरुवात चाहिँ यहाँबाट गर्नु है, प्लिज। जय श्री कृष्ण, राधे राधे।